तपाईलाई एउटा खुसीको खबर लिएर आएको म। के खबर? खुसीको खबर छ। ल भन्न त। सुन्नी हो? सुन्नी हो? ओहो पक्का? पक्का। बिन्तेलाई मैले आज घर लिएर आएँ नि। घर ल्याइन? लिएर आएँ। लिएर आएँ? आज ल्याइ? लिएर आएँ। आज घर लिएर आएँ। आज आई? आई। हिँड भने चाहिँ हिँडी? हिँड भने चाहिँ हिँडिन। अनि एकछिन ससुरा बुवा सासु आमासँग कुरा गरेर तपाईकी छोरी त घर नि बस्न मान्दिन, तपाईहरु यी पाल्ने कि म लिएर जाउँ कि के गर्ने भनेर मैले तपाईले जस्तो भने त्यस्तै भने। अनि के भने? लैजा भने? अनि लानुस् छोरी जा, छोरी घर जा, माइत सधैँ बस्नुहुन्न भनेर भने। लौजा त। अनि हिँडी लुरुक्क पारेर एकचोटि जान्न के म त भनी। अनि ससुरा बुवाले लौरो उज्याउनु भयो। अनि हिँडी। अनि हिँडी? आई ल उन्ने। अनि मैले ससुरा बुवालाई नि ससुरा बुवा सासु आमालाई नि भनी मलाई पिड्छे नीलडाम यत्रो यत्रो मलाई पिड्छे मेरो नीलडाम हेर्नुस् भनेर मैले सबै देखाएँ। अनि त्यसलाई गाली गरेर पठाउनु भयो। अबदेखि पिड्दिन भन्छ। पिड्दिन भनिस्? होइन अबदेखि पिड्दिन भनिछे। पिड्दिन भनिर्छे? मलाई यसरी पिड्छे भनेर रोइनस् त? रोएँ। रोइ? मलाई पिड्छे यसो पिताई मैले कति खानु भन्ने भयो हुन्थ्यो भने। अब नपिट्ने शर्त लिएर आइछु मैले त्यसलाई। ए लौजा त। अनि तपाईँले घर ज्वाइँ नि बस्नु हुँदैन भन्नुभएको थियो नि। अब हो त्यही भएर म घर ज्वाइँ पनि नबस्ने, घर ज्वाइँ नि बस्नु पर्न त्यसलाई पनि लिएर आएँ। ए घर ज्वाइँ बस्नु हुँदैन के? हेला गर्छन् घर ज्वाइँ बसेपछि। हेला हुन्छ के? बिन्ते घर आए। अब तपाईँलाई खुसी लाग्यो? खुसी लाग्यो मलाई त। खुसी लाग्यो नि? खुसी लाग्यो। खुसी लाग्यो एकचोटि हाँसिदिनुहोस्। अब मलाई हेप्ली कि नहेप्ली? खुसीको खबर ल्याइस् तैँले आज। होइन त? ल हेप्दिन होला पनि। अब घर झगडा गरेर मेरो घर कहिले नआइजो, राम्रो मुखले भए मात्र आइजो भने बाबुआमाले। लौजा त लौजा। झगडा गरेर चाहिँ नआमेर गर भने छोरी टराउनु त्यसरी पर्छ आमा बाउले। ए त्यसरी त्यस्तै भन्नुपर्छ हो? हो त्यसरी टराउनु पर्छ। छोरीलाई त्यसो गर्नुपर्छ। त्यसो भए पो छोरी डरले बस्छन् घर। मेरा घर खाएर बसिनुहोस्, घर बसिनुहोस् त भने मेरा घर आउनु पर्दैन भनेर भनेपछि अनिखेरि कहाँ